हेलो गाइसहरू, हेर्नुहोस् यो देवदह नगरपालिका वडा नम्बर 5 र 6 को बुद्ध सामुदायिक वनमा आगो लागि भएको छ। यो चाहिँ माथि जङ्गलबाट डाँडाबाट आगो लाग्दै गरेर यता डम्पिङ साइटमा आगो लागेको अवस्था छ र डम्पिङ साइटमा पनि आगो लागेर यसरी जङ्गलमा पनि आगो लागि भएर हाम्रो नेपाली प्रहरी सरहरू पनि आगो निभाउनको लागि आउनुभएको छ र नगरपालिकाबाट फायर एम्बुलेन्स आएर अनि पानी ल्याउन गएको छ। फेरि एक दमकल पानी सकिएर फेरि अर्को पानी ल्याउनलाई गएको अवस्था छ। हेर्नुहोस् गाइसहरू, यो जथाभावी भावी जङ्गलमा कुनै ठाउँमा पनि हामीले चुरोटहरू खाएर यसरी नफालौँ, किनभने आजकलको समयमा आगो लागि धेरै हुनसक्छ। सबै ठाउँमा घाँसहरू सुकेर अनि रुखको पातहरू झरेर धेरै सुकेको अवस्था भएर त्यहाँबाट छिटै आग लागि भएर पुरै जङ्गल मास्न सक्छ।